हिंसामा पर्नु भएको रहेछ अनि तपाईहरुले उहाँलाई धेरै दुःख पीडा दिने काम गर्नु भएको रहेछ अनि हजुरलाई के सम्झाऊ भनेर आएको हुँ सुजाना तिमी मुखरी मेरा घरमा मुखियालाई म पट्दैन एकना को निकाल्नु बटियो मुखेनी लेकन आयो कि छ ओले मारली नुन्दे नोदा नोदा पनि बारे पलासमा पटेर मार्ने बुढा सुन्नुस् न यता म पुरालाई आउँछु हजुरले झगडा गर्न लाग्नुहुन्छ पुरा बुके सुन्दैन तिमी पुरा जाउरा भइगयो म कोही बुकियाका कुरा सुन्दैन ए ल मेरो कुरा नसुन्ने भए हजुरलाई बुहारीले धेरै हेपेर हिंसा गर्नु भएको छ अनि हजुरलाई पुलिस आएर हजुरलाई रक्छ अनि त्यति बेला थाहा हुन्छ मैले सम्झाउँदा सुन्नुहुन्न मैले गरेको दुरै सुन्नुहुन्न हेलो हजुर कहाँबाट गोबल लगाएको कति कामले सम्झाएको हामीलाई यता हाम्रो गाउँमा एउटा नारीलाई हिंसा भएको रहेछ अनि मैले सम्झाउँदा उहाँहरू कुरै सुन्नुहुन्न तपाईँ आएर सम्झाइदिनुहोस् न उहाँलाई ए म अब सही साहबलाई भन्छु गाउँमा त के काममा परेर जानुपर्ने हो ए ल नमस्कार हजुर नमस्कार तपाईँलाई आफ्नो घरमा आएको पाहुनाले सम्मान गर्न आउँदैन ए बहिनी तपाईँ हिंसामा पर्नुभएको थियो होइन हिंसा गर्ने हजुर नै हो अहिले 21औं शताब्दीमा आएर पनि तपाईँले यस्तो कुरा गर्नुहुन्छ छोरीलाई बुहारीलाई पनि छोरी सम्मान ठान्नुपर्नेमा तपाईँले हिंसा गर्नुभएको रहेछ त्यस्तो कुरा गर्नु हुँदैन नि आमा तपाईँले नि त्यस्तो तपाईँ त जान्ने बुझ्ने जस्तो मान्छे हुनुहुन्छ उहाँ नानी पनि पढे लेखेको जस्तो हुनुहुन्छ तपाईँको छोरा कहाँ हुनुहुन्छ बोलाउनु त त्योसँग कुरा गर्नु पर्यो तपाईँले पनि यस्तो कुरा गर्ने हो तपाईँले त हाम्रो आमा बाबालाई सम्झाउने ठाउँमा तपाईँले नि हाम्रो नानीलाई हिंसा गरेर राख्नु भएको रहेछ तपाईँले एटलिस्ट बुझाउँदा पनि तपाईँहरूले बुझ्नु भएन अब तपाईँलाई पुलिस चौकी लिनु पर्नुहुन्छ सही साहब उहाँलाई छोरी ल्याउनुहोस् त छोरीलाई पनि बुहारीलाई पनि तपाईँले छोरी सम्मान मानेर राख्नुपर्ने थियो तपाईँ के त्यो गर्नुहुन्छ त हजुर हाम्रो आँखा चाहिँ बन्द भएका थियो आजबाट मेरो आँखा कान खुल्यो अब हामी छोरीलाई छोरी सम्मान गर्ने छोरालाई पनि जेठी परि भने जेठी परियो जेठीलाई राम्रो गर अघि नलिया भन्नुला अब यही नै राम्रो गरौँला मेरी बुढी हो मेरी बुहारी धन्यवाद मैले न्याय पाएकोले
घर परिवार मिलेर बस्नुहोस्, बुहारीलाई पनि छोरी सम्मान गरेर बस्नुहोस्। अहिलेको जमानामा आएर बुहारीलाई धेरै घिडा हेला हिंसामा पार्नु हुँदैन। हजुर हुन्छ हामी गर्छौँ। नमस्कार हजुर, अब त तपाईँहरू जानुहोस्, बिदा हुन्छ है। ल अन्तर्राष्ट्रिय नारी दिवस सफल पारौँ, सफल पारौँ, सफल पारौँ। अन्तर्राष्ट्रिय नारी दिवस सफल पारौँ।